भएका रविन्द्र बोहराज्यूलाई आमा समूह यहाँको समुदायले सम्मान गर्दै हुनुहुन्छ। मनले सुधाएका कुरा भावना पुरा हुँदै जाउँ। यहाँको तर्फका देश स्वास्थ्य अरू विशिष्ट अब यहाँ धेरै दानवीरहरूको सम्मान पत्र पनि प्राप्त भएको छ। यता ल्याउन यतासम्म सम्मान पत्र पनि प्राप्त भएको छ। अध्यक्ष आदरणीय रोहित राई, आदरणीय गुरुजीहरू, उपस्थित सम्पूर्ण दाजुका रूपमा म बाबुलाई पनि भन्न रुचाउँछु र सँगै मलाई त्यो जिम्मेवारी पनि जुरेको छ। यस क्षेत्रको समग्र विकास निर्माणमा म जोडिन पुगेको छु र यस हामी यहाँ आउनुभन्दा थोरै अगाडि हामीले एउटा समग्र गाउँशहरलाई कसरी पोखरा र अन्य पालिकाहरूसँग जोडेर यसको समग्र विकास गर्न सकिन्छ भन्ने सन्दर्भमा हाम्रो छलफल भयो र हामी अब स्पष्ट कार्यदिशाका साथ अगाडि बढ्छौँ र यो गाउँशहरलाई साँच्चै एउटा पर्यटकीय ऐतिहासिक महत्त्वको केन्द्र बनाउन हामी लागि परेका छौँ र यो सफल पनि हुन्छ भनेर मैले यहाँहरू सबैलाई आशावादी गर्न पनि अनुरोध गर्दछु र अन्त्यमा यो भागवत महायज्ञको पूर्ण सफलताको कामना गर्दै मेरो कार्यव्यस्तताको कारणबाट म यहाँहरू सबैबाट बिदा हुन्छु। म यहाँहरूसँग सबैसँग साथमै रहन्छु। यहाँ पछाडि आएको प्रमाणपत्र अगाडि पर्छ। अहिले कतिजनालाई प्रमाणपत्र बाँडियो होला। यो भिडभाडमा गर्दा अब त्यो सबैको साध्य सम्भवै हुँदैन हुन्छ। हजुर ल म त तपाईँहरूलाई समाज गर्दछु छोड्छु। मलाई अन्य थाहा मान्नु होला। अब ल भन्नुहोस् भने कतिजना यही हुनाले यो तपाईँको नाम नपढ्ने मेरो नियत बस केही छैन। केही छ र तपाईँको नाम पढ्दिन मलाई गाह्रो केही हो त होइन। तर अब भ्याइदिने हेर्नुहोस् यो अहिले पनि अब यति छ ल भन्नुहोस्। उहाँहरू कुरिरहनु भएको छ। ऊ अगाडि दानबेला घुमाइराखेको छ। अब यो बाटो चाहिँ बरु मेरो अनुरोध छ यो बाटो आउने हुँदा हजुरहरू यता गण्डकी प्रदेश लमजुङ पेसा 3बाट गण्डकी प्रदेश लमजुङ पेसा 3बाट तपाईँ सूर्य सुनार
Thank you.